यस्तो चीज हो कि दुनियाँले मान्नुपर्छ। किनकि त यो धरतीमा 1-2% मान्छे कस्तो छ कि संस्कार बुझ्दैन, संस्कारले मान्दैन। किनकि हिन्दू धर्ममा गाई काटेर खाने भन्ने धेरै पाप हो। हिन्दू धर्ममा गाई खान पाप हो। तर नेपालमा संस्कृति पार्टीका शर्म संस्कृति पार्टीका नेता हर्क सम्पाङले भनिरहेछ, त्यसको पार्टीका मान्छेहरू भन्छ गाई खानुपर्छ। तर यिनीहरूले आमा बुवा थिएन, यिनीहरूले संस्कार दिएको छैन। तर यिनीहरू कसरी नेता बन्छ? जनताले बुझाउन सक्दैन, जनताले राम्रो गर्न सक्दैन। एउटा नराम्रो कामहरू, नराम्रो कुरामा यिनीहरू लागिरहन्छ। तर यस्तो नेता हुन्छ दुनियाँमा छैन। यस्तो नेताहरू आफ्नो संस्कार पनि बुझ्दैन, त्यो गर्न सक्दैन र भन्छ गाईको मासु काटेर धनी बनाउँछु देशले। यस्तो कहीँ हुन्छ? हेर्नु न, गर्नु न। तपाईँले यस्तो बिजनेस छ, यस्तो ठुलो बिजनेस छ, उहाँ पनि हेर्नुहोस् न। ग्यासको प्लान्ट बनाउनु, ग्यासको निकाल्नु, पेट्रोल निकाल्नु, त्यसमा लगाउनु न पैसा। त्यो भन्छ गाई काटेर मासु बेच्ने धनी हुन्छ, गाई काटेर मासु बेचेर धनी हुन्छ मान्छे।